लुगा पनि सुहाउँदो लाएकी सुहाउँदो लाएकी कति राम्री बनेर आएकी ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर सुहाउँदो लाएकी कति राम्री बनेर आएकी ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर ए ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर हे खुसी हुन्थ्यो यो अर्जुन सायद राम्रो राम्रो ट्यालेन्ट्सलाई पाए त ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर यो अर्जुन सायद राम्रो राम्रो ट्यालेन्ट्सलाई पाए त ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर ए ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर सत्य दाइले गरेछन् मस्ती सुन्नुहोस् है सत्य दाइले गरेछन् मस्ती मिलन भने फक्रेको फुल जस्ती ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर गरेछन् मस्ती मिलन भने फक्रेको फुल जस्ती ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर ए ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर ट्राई गर्छु मलाई भाका त आउँदैन धेरै नजिक नआऊ माया त टाढा छ याद गर फुलमा त काँडा छ ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर प्रकृतिले राम्रै चिज रचाउने काँडैले हो यो फुललाई बचाउने ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर राम्रै चिज रचाउने काँडैले हो यो फुललाई बचाउने ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर अर्जुन त साह्रै नै इखालु छ यो चान्चुने काँडा होइन साह्रै नै बिखालु छ ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर ऐना हेरेर लाउ माया लाउनेले धोको फेरेर हे यो फुल टिपी सिरैमा लाइदिउँला विषय भए पनि त खाइदिउँला ऐना हेरेर लाउ माया लाउनेले
हामी यहाँ चार होइन तीन होइन चार देव छौँ तीन होइन चार देव छौँ अर्जुनबाट हुनेछन् महादेव ऐना हेरे त्यो मिलेन आएन क्या मिल्न चाहिँ त्यो महादेव बनाउन खोजेको बानी छैन नि त त्यही पनि कोसिस गरिरहेको छु हे गाउन त गीत गाइरहेछन् सत्य गाइरहेछन् सत्य देख्या थिन सत्यको यो हत्य ऐना हेरेर लाउ माया लाउनेले भोको फेरेर असत्य त हुन्छ है असत्य हुन्छ है असत्य हारे पनि सत्य त सत्य सत्य त सत्य यस्तो भयो कलियुगमा सत्यको खासै जित हुँदैन त्यही भएर अहिले पनि हिरा जस्तो सारा छ तिम्रो मुहारा अब मैले बिर्सु कसरी हिरा जस्तो सारा छ तिम्रो मुहारा अब मैले बिर्सु कसरी यो चाहिँ कोच मिलनको लागि थ्याङ्क यू मजा आयो ए अहिले फेरि गाउँछु ल एकछिनमा है त्यो उहाँहरूको चाहिँ एकदमै त्यो थ्याङ्क यू जवाब दिने तरिका चाहिँ साह्रै राम्रो छ मजा आयो? एकदमै रमाइलो हुँदो रहेछ रमाइलो हुँदो रहेछ एकदम रमाइलो भयो थ्याङ्क यू सो मच थ्याङ्क यू फेरि यस्तो हुन्छ कि कोही राम्रो मान्छे राम्री कोही भयो भने अझै गाउन मजा हुन्छ कि जो आज तपाईँ देख्नु नै भयो हेर आज हाय, हाय, त के खाएर आउनुभएको छ आज के खानुहुन्छ सत्यले तपाईँ यति ट्राई गर्नु फेरि बेस्ट अफ द बेस्ट हो कि फेरि होइन एउटा होइन दोहोरीको एउटा भनौँ भेटरानसँग गरिरहेको मान्छे जो उसको आफ्नो विधा हो नि त मेरो त होइन नि त तैपनि मैले किन हामी त राम्रो कोसिस थियो दाइ एकदम राम्रो कोसिस दादा तर हजुरले पनि एकदम राम्रो टक्करै दिएको हो तर एकदम रमाइलो भयो रमाइलो भइरहेछ त्यसो भए नेक्स्ट ट्यालेन्ट बोलाइदिउँ न त ओके नेक्स्ट ट्यालेन्ट प्लिज